गाइज दामी हामी पार्किङ पार्क भन्दा नि राम्रो छ त दाइ यो त राम्रो छ नि यहाँ भित्रै जानु मिलेन जाउँ न पार्किङ पार्क भन्दा राम्रो छ ओहो ओहो छ नि मेसब्रुक पार्क ओ बाफरे कस्तो राम्रो रहेछ त मेसब्रुक पार्क पार्किङ भन्दा धेरै राम्रो छ नि यार ओहो तर टाढो रहेछ त्यस आधी घन्टा 15 मिनट लाग्यो नि त अघिदेखि घुमाइरहेछ नि अघिदेखि घुमाइरहेको थियो यता जानु उता जानु यो पकाएर खाने कस्तो मजा आउँछ होला के भाँड्दैन ओहो थेम्स रिभर हो कि क्या हो थेम्स रिभर आइपुग्यो जस्तो छ यो त पुरै पार्कै के हुन्छ नदी काट्ला नि फेरि त्यहाँ मान्छे क्रोकोडाइल हुन्छ क्या भित्र क्रोकोडाइल सफा पनि छ त पानी त लास्टै सफा छ क्या क्रोकोडाइल होला नि फेरि क्रोकोडाइल कुनामा आएर यस्तो कस्तो पानी सफा छ त होइन नेपालमा त कस्तो हुँदो यो पानी त के पार्किङ घुम्नु होइन जाउँ उतातिर अलि भित्र जाउँ न अब घरमा छ नि त उता भित्र के छ हेरौँ न बिचरा एक्लै घुमिरहेको छ यो ठुलै रहेछ देश कस्तो दामी रहेछ त ठुलोमा भए पनि राम्रो छ देश पहिलाको यो नेपालमा पार्क हुन्थ्यो नि त्यस्तो खाली हगेर त पुरै कस्तो गरिदिन्थ्यो है पहिला कस्तो बनाइदिन्थ्यो फुल किनिन्थ्यो सफा गरिन्थ्यो ऊ हेर कति डान्समा छ नि मान्छे आउँदैछ के छ बच्चा होला कुकुरको बच्चा होला पुरै यति मान्छे चाहिँ कति थोरै हो पार्क त मान्छे नै रहेछ जस त्यस्तो सानो रहेछ दाजुले किन कल गरिरहेछ दाजुले रमाइलो त रमाइलो फ्रेस चाहिँ कति हो क्या यो इन्भाइरोमेन्ट यो पार्क चाहिँ कति फ्रेस हो क्या ओ बा यता त यहाँ आउँदाको गर्नु भएको भए सधैँ आउँथ्यो होला डेटिङमा त हुँदै त्यो नराम्रो पार्किङले डेटिङ लाइन ठिक छ नि त फेरि पार्किङै डेटिङ लाइन ठिक छ नि त फेरि पार्किङको पार्क किन धेरै ठुलो छ नि यहाँ फेरि टाढा पर्छ राति आउन त धेरै हुन्छ नि कस्तो सही छ त्यहाँ यता साइडमा पनि नदी छ त नदीले भनौँ न यो ताल हो देखो ना गाइस देखो ना ये क्या है गाइस देखो ना गाइस देखो ना कस्तो नभएको फेरि कुन
कस्तो राम्रो कस्तो मजाले पौडिरहेको छ त यिनीहरूको लाइफ राम्रो छ क्या चिलमा पौडी खेल्ने ओहो हेर्नु त्यो कालो मान्छे कसै कुदिरहेको छ हेर्नु उकालो कसै कसै दौडिरहेको छ कस्तो मजाले भित्र खुट्टा चलाएर चाहिँ कस्तो मजाले यो त नडराएर बाहिरै आइदिरहेको छ यो मान्छे डर सर पुरै बेचिसकेको छ यो त देखो ना गाइस देखो ना कितना अच्छा है ये पैर क्या बोलता है क्या बोल रही हाँ कहाँ सिँढी यत्रो ठुलो छ घुम्दा घुम्दै त आज दिन बित्छ जस्तो छ नयाँ छ यता होटल हो जस्तो छ यस्तो सानो होटल होला कि देखो ना गाइस देखो ना कितना बड़ा पार्क में आ गए हम लोग अनएक्सपेक्टेड यार यति ठुलो हुन्छ भनेर थाहै थिएन यार पार्किङ ठुलो छ यार यो ओहो अब दुईजना यार ग्रुपमा घुमिरहेछौँ यार हामी त यत्रो ठुलो पार्क अनबिलिभेबल यार हामी सानो हुन्छ भनेर सोचिरहेको थिएँ के छ नि दाइ भाइहरू थाकेको यार स्केटिङ पार्क क्लाइम जोन दाइ त्यो झुला झुलाउँ न के हो ऊ त्यो झुलिया हो क्या झुलुवा हो क्या त्यो यो झुलुवा के झुलुवा नै हो क्या त्यो एकजना त होइन ओ माई गडको त्यो चाहिँ के हो त्यो चाहिँ कस्तो हो क्या दाइ फेरि 100-200 किलो हो के गर्छ दाइ यसले कस्तो गर्ने हो ए यो त रिङ्गटा लाग्छ त्यतिकै बच्चा जस्तो दाइहरू पनि है रिङ्गटा लाग्छ दाइ यो त मलाई त एकछिनमै यो मैले त हेरेकै थिएन यार कुन ए बस्ने हो न ए त्यतिकै यो पो हो ओ त्यतिकै रमाइलो रहेछ नि त केटा वाह भाषा यो चाहिँ के गर्नु फेरि यो चाहिँ के गर्नु रिङ्गटा लाग्यो त बस्ने हो र यसरी बस्ने हो र बिचमा बसेको होइन तर ठुलो मान्छे पनि बस्नु र बस्नु सकिन्छ यस्तो बलियो चाहिँ होइन रक क्लाइम्बिङ रे वाह भइहाल्यो नि रक क्लाइम्बिङ ओहो यस्तो पो झर्छ छोड्दै सानो हाम्रो खुट्टा अग्लो छ
लामो छ छोड्दै छोड्दै हाम्रो दाजु त क्या बिजी मान्छे हो हेर्नु अघि हामी बिचमा छुट्याएको उता उफ्रो त्यस्तो भएर हामी त आधी बाटोबाट नि आइसक्यो भने त्यो त जानु त एकछिन उता उता एकदम त्यो भनेको त त्योबाट हामी आइदियो भएनौँ अब नेक्स्ट इङ्ग्लिस बोल्नु त के आउँदै आउँदैन हामीलाई त्यस्तै हो इङ्ग्लिस टुटे फुटेको त्यही भएर चुपचाप रसुनहरू के राम्रो हुन्छ मित्र भन रबिस भन्छ यो गोटे रबिस रबिस भनेको 4 भइहाल्यो कुदेको त हुँदैन हामीलाई पनि त आउँदैन इङ्ग्लिस बोल्दा के गर्ने काम चलाउनु तर भइहाल्छ इङ्ग्लिसमा हाम्रो होइन देखो ना गाई देखो ना अच्छा लग रहा है ये कैसा पानी में इतना बड़ा पार्क हो